अन्त साथीहरू तामाको अचार खाने होइन त मैले आज तामाको अचार बनाउन जाँदैछु। हाम्रो घर सबलाई मनपर्छ कि साथीहरू यो तामाको अचार भन्ने त्यति सरर पानी आउँछ कि मुखबाट मेरो। तामाको अचार मन नपराउने त कमै साथीहरू हुनुहुन्छ होला है साथीहरू। तामालाई मैले मसिनो गरेर काटेँ अनि 10 मिनट जति पानीमा राखेर बोइल गरेँ। अनि यता टमाटरहरू रेडी बनाउँदैछु। यसमा टमाटर पनि मिठो हुन्छ, लसुन र टमाटर। अनि त्यो 10 मिनट पनि भयो साथीहरू। 10 मिनट हुँदा यतिको भयो। हेर्नु यो तामा लगभग यो तामा रेडी भइसक्यो अचारको लागि। अनि अघिको त्यो टमाटरमा तामा राखेँ अनि अघि नै आलु उसिनेर राखिसकेको थिएँ मैले पहिल्यै। अनि आलु प्याज राखेँ अनि यसको लागि मसलाहरू पनि मैले रेडी पारिसकेको थिएँ यता काम गर्दा गर्दै। मसलामा चाहिँ मैले तिल, तोरी, आलस अनि टिमुर, जिरा, धनियाँ थोथोरै गराएर सबै अनि अलिअलि हल्का रातो हुन्जरी भुटेर अनि मिक्सरमा पिसेपछि नुन, बेसार, हरियो खुर्सानी अनि तेल तताएर रातो बनाएर मेथी अनि 2टा सुकेको खुर्सानी पनि राखेर अनि झाइँ पारेर माथिबाट झानिदिएपछि त अचार त कति मिठो हुने साथीहरू। यति गराएपछि त अनि मेरो अचार रेडी भयो।